ए पढाउनु छ त म त्यो आर्मीलाई पढाउँछु ल म आर्मीलाई फोन गर्छु अनि जय नेपाल पुलिस कन्ट्रोल जानी पोखरी प्रदेश जनरल सुन्नुस् न हामी हरायौं के हेलो हजुर अहिले हामी जामा चौकमा हाइकिङ गर्न आएको हजुर अनि फर्किँदा फेरि त्यो लाइक रोडबाट आएको कि त्यो सिधा बाटोको सट्टा अनि के अरे राता माटो पोस्ट भनेर छ अनि दुईटा बाटो छ कुन चाहिँमा जाने होला सपना दिदी मान्छे हरायो अरे अब के गर्ने बाटो बिर्स्यो अरे के गर्ने हेलो मेरो चार्ज छैन के धेरै 1% मात्र छ छिटो भनिदिनुहोस् न ब्रो फोटो खिचेको थियो कि अनि हामी त आत्ती भएन के हो कसो हो भनेर अनि होइन हामीले अनलाइनमा चाहिँ हाल्दैनौँ तर हामीले चाहिँ यस्तो गरेको भनेर चाहिँ देखाउनलाई फोटो खिचेको भनेर थियो अनि मैले पोस्ट दिएको थिएँ कि लाइक 2 गरेको थिएँ अनि त्यस्तो चाहिँ नगर्नुहोस् भनेर मलाई म त कस्तो अबडा लागेको थियो त्यो सिचुएसनमा मै फोटो खिचेँ सबको के नाम आमा ब्रो के प्रोसेस हो हेलो इट्स मी प्रचण्ड अनि मैले चाहिँ स्टोरी टाइम नहालेको लगभग 1 वर्ष जति भयो होला होइन मैले बिचमा चाहिँ ब्लगहरू के हालेको थिएँ अनि मैले स्टोरी टाइम किन नहालेँ भन्दाखेरि मेरो लाइफमा त्यस्तो काण्ड केही पनि हुँदैन कि त म अफिसमा हुन्छु कि त म घरमा हुन्छु अनि त्यही भएर अनि अरूले मलाई स्टोरी सुनेर हुन्छन् उनीहरूको के भइरहेको हुन्छ अनि त्यसपछि उनीहरूको मलाई इन्ट्रेस्टिङ लाग्यो भने अनि मलाई जागर चल्यो भने अनि मैले एडिट गर्न भ्याएँ भने बल्ल पोस्ट हाल्छु अनि एकजनाको चाहिँ इन्ट्रेस्टिङ लागेको थियो कि लाइक उसको के भएको थियो भन्दाखेरि उसले मेरो चार्ज छैन के धेरै 1% मात्र छ छिटो भनिदिनुहोस् न एकैछिन रोक्नुला त म्याम 1% मात्र छ भन्नुहोस् न हेलो हजुर एकैछिन आउनु न मान्छे हरायो कि आफै होइन यसो के मानिस हराएको हो होइन म चाहिँ हराएको हो कि मैले बाटो थाहा भएन कि कहाँ जाने भनेर कहाँबाट बोल्नुभयो त्यहाँबाट कोही हुनुहुन्न हजुर हामी 4-5 जना मान्छे हो अनि त्यसपछि हामी लाइक जामाचोक गुम्बा छ त त्यहाँबाट सिधै रोडबाट आएको कि रोडबाट त गाडीहरू आउने ठाउँबाट आएको तर जङ्गलको कहाँबाट म थाहा भएन कहाँ जाने हो यहाँ सुन्नुहोस् न तपाईँहरू कहाँ घुम्न जानुभएको कुन ठाउँ घुम्न जाँदा त्यस्तो भयो त्यो के अरे फुलबारीको पोस्ट छ त सैनिक पोस्ट त्यहाँ जामाचोक गुम्बा माथि लोलाङतिरको फुलबारी गेट उता गोलढुङ्गा बालाजुको हो हजुर त्यहाँ हामी के अरे जामाचोक हाइकिङ भनेर गएको थियौँ अनि फर्किँदाखेरि 12 बजीतिर होला हामी गुम्बा पुगेको माथि टपमा हजुर अनि त्यसपछि फर्किँदाखेरि हामी त्यो सिधाको बाटोको सट्टा त्यो हाइकिङको बाटोको सट्टा के अरे रोडबाट टाढो हुन्छ भने रोडबाट आउँदै आएको कता पो पुग्यौँ नआतिनुहोस् न के भन्छ अनि त्यहाँ बाटोमै हुनुहुन्छ कि तपाईँहरू जङ्गलकै बिचमा हुनुहुन्छ बाटोमै छु तर जङ्गल छ अनि रोडमा पुग्छ जस्तो गर्छ तर रोडै आइपुगेको छैन अनि कोही हिँडेको छैन त्यो बाटोमा अघि दुईटा अन्टीहरू हिँड्नु भएको थियो अनि आधा घन्टामै पुग्छ भनेको थियो 1 घन्टा भयो हामी त यहीँ छौँ जङ्गलमै छौँ गुगल म्याप चलाउनुहुन्छ के लोकेसन देखाउँछ त्यहाँ गुगल म्यापमा चाहिँ त्यो मोनास्ट्री छ त स्वयम्भूको मोनास्ट्री हजुर त्यही नजिकको देखाउँछ तर फेरि हामी मेन रोडमा दुईटा बाटो आयो कि एउटा रातामाटो पोस्ट भनेर अनि दुईटा बाटो छ एउटा सैनिक इलाका भनेर यतापट्टि छ अनि एउटा मेन रोड छ अनि अब कतापट्टि निस्किने थाहा नै भएन होइन तपाईँहरू यो फुलबारी गेट गोलढुङ्गाको जङ्गलमा हुनुहुन्छ होइन के ठाउँ घुम्न जानु भएको थियो हजुर फुलबारीको त्यो जामाचोकको हाइकिङ निरै हो कि त्यो जङ्गल निरै हो हजुर जामाचोक भन्छ हजुर हाइकिङ जाने बाटो हजुर कतिजना हुनुहुन्छ तपाईँहरू हामी 5 जना छौँ अनि 4 जना चाहिँ आउँदैछ अनि म चाहिँ बाटो हेरिरहेको अनि कतापट्टि जाने नै थाहा भएन दुईटा बाटो छ एकै ठाउँ बस्नु त्यहाँ उहाँको चार्ज 1% छ अनि अरूहरूको पनि चार्ज छैन फोन सबैको युज नगर्नु हजुर अरूहरूको नम्बर पनि टिपाउ त नम्बर कस्तो थाहा छ टिपाउ यहाँ सबै नम्बर टिपाउ मेरो नम्बर चाहिँ यही हो 9743 अर्को अलि चार्ज भएको मान्छेको नम्बर टिपाउ न त्यो त थाहा भएन तिनीहरू त अलिकति आउँदैछ त्यसरी आँटेर हुन्छ त सबै सँगै बस्नु टिप्नुहोस् न लोकेसन हेरेर भए पनि तिम्रो पुजार हुन्छ टिप्नुहोस् न टिप्नुहोस् है यो बाटो चाहिँ भन्दैन न के अरे सैनिक इलाकामा जाने हो कि सिधै मेन रोडै जाम
यहाँ सुन्नुहोस् न, तपाईँले फोन आउँछ होइन, त्यहाँ बालाजु एरियाबाट फोन आउँछ त, त्यो तपाईँ जहाँ हुनुहुन्छ नि त्यहाँको नजिकको प्रहरी कार्यालयबाट फोन आउँछ, फोन चाहिँ रिसिभ गर है। ल हामी कोसिस गर्छौँ है। ए हस् हस्। ल हेलो, तपाईँले पुलिसलाई फोन गर्नुभएको थियो? हजुर कहाँ के भएको अरे तपाईँलाई के अरे समस्या? हामी जामाचो गुम्बामा आएको थियौँ, माथि अनि फर्किँदाखेरि रोडबाट आएको थियौँ, हजुर त्यो सिधा हाइकिङको बाटो भन्नु सट्टा रोडबाट आएको थियौँ छिटो हुन्छ भनेर। हजुर अनि आउँदा आउँदा हामी त कता पो आइपुग्यौँ कहाँ आइपुग्नु भयो? त्यहाँ बोर्ड हेर्नुहोस् त, त्यो बोर्डमा चाहिँ रातामाटो पोस्ट भनेर छ। कहाँ रे? रातामाटो पोस्ट माटा, रातामाटा कोर्स अरू बोर्डमा हेर्नुहोस् त, कुन ठाउँ भनेर? रातामाटो पोस्ट। अनि त्यसपछि सु बेस रातामाटा जाने बाटो सैनिक इलाका भनेर छ। सैनिक के भनेर? सैनिक इलाका। रातामाटा कोर्स सैनिक इलाका। हजुर त्यो एउटा बाटो छ, त्यसपछि एउटा मेन रोड छ। अनि कुन बाटो जाने थाहा नै भएन। भनेपछि त तपाईँ गुम्बा कहाँ गुम्बा आउनु भयो भने त? जामाचो गुम्बा माथि जामाचोक पुग्नु भयो? हजुर पुगेको। अनि फर्किँदाखेरि चाहिँ अर्कै बाटोबाट आएको छिटो हुन्छ भनेर अनि हरायौँ। 4 घन्टा भयो यतिकै बसिरहेको छौँ। 4 घन्टा भयो? हजुर। अनि त्यसपछि यहाँ पोस्ट देखेको, अनि अब कुन चाहिँ बाटो जाने थाहा नै भएन के। ए पढाउँछ है त, म त्यहाँ आर्मीलाई पढाउँछु ल, म आर्मीलाई फोन गर्छु। अनि हाम्रो 3टा साथी पनि लाइक हामी 2 जना चाहिँ 5 जना मान्छे हो। अनि 2 जना चाहिँ हामी 2 जना चाहिँ बाटो खोज्ने भनेर छुट्टै आएको थियौँ, लाइक डाइरेक्ट आएको थियौँ। अनि 3 जना मान्छे त कहाँ हो बाटो हल्को फेरेको के हो खाने भएन, आउँदै आउँदैन। ल म त्यहाँ आर्मीलाई फोन गर्छु, आर्मीलाई पठाउँछु ल। के अरे मेरो के अरे चार्ज धेरै छैन, छिटो गर्नुहोस् ल, 1% मात्र छ। ल ल ल। हेलो फोन गर्नु भनेको? ए तपाईँहरू कहाँनिर हुनुहुन्छ? म यहाँ आउँदैछु, बालाजुको इन्स्पेक्टर बोल्दैछु। के अरे रातामाटो पोस्ट भन्ने बोर्ड निरछौँ हामी। रातामाटा पोस्ट? पोस्ट मान्छ होइन कि बोर्ड भएको ठाउँमा चाहिँ रातामाटा लेखेको? हजुर हजुर त्यो बोर्ड छ कि यता रुखको छेउमा बोर्ड छ, त्यहीनिर हो हामी। भनेपछि कता कुन साइड हो त्यो थाहा छ? यो है सैनिक इलाका भनेर चाहिँ लेखेको छ, जाने बाटो भनेर चाहिँ लेखेको छ। रातामाटा बोर्ड? हजुर रातामाटा पोस्ट अनि सैनिक इलाका जाने बाटो भनेर चाहिँ लेखेको छ। ए रातामाटा पोस्ट भन्ने? हजुर त्यहाँ त्यो बोर्डनिर। ल के चार्ज सकिरहेको? हजुर 4 सकिरहेको। अनि हामी 5 जना यहाँ छौँ। ल तपाईँहरू कहाँ जानु लाग्यो के हो? हामी चाहिँ घर फर्किनु लागेको, मात्र 2टा छ कि, अनि कन्फ्युज भयो कुन चाहिँ लिने भनेर। कहाँबाट हो घर फर्किनु लागेको? हामी फुलबारीबाट आएको, अनि फुलबारीमै निस्किन लागेको, त्यो भएर कहाँको हो यो, कहाँ जान्छ यो बाटो? ल ल मैले सोधिहालेँ, ल म सोधिहालेँ है। ल फुलबारीबाट गएको होइन? हजुर फुलबारीको त्यो के अरे यहाँ सुन म सोध्छु, त्यहीँनिर तिमीहरू के अरे उ गर, त्यहीँनिर बसिरहेको है, त्यहीँनिर रातामाटा पोस्टमै बसिरहेको। हस् कति टाइम लाग्छ? ल म आइहालेँ, यहाँ गाडी आउँदैछ, म त्यहीँनिर आउँछु ल है त। ए हस् हस्। हेलो कहाँ कता आउनुभयो त कतिबाट तपाईँहरू? हजुर कता आउने? तपाईँ त रातामाटा पोस्ट लेखेर त्यहाँनिर हुनुहुन्छ? हजुर बोर्डनिर छु कि, बोर्ड ठुलो रुख छ। कति थाहा छैन होइन? हजुर 3 जना हो, 2 जना चाहिँ मेन रोड खोज्छु भनेर गए। अहिले 3 जना हुनुहुन्छ? अहिले चाहिँ 3 जना छौँ। बाटो भन्नु न, हामी हिँडिन्छौँ। ल यो बाटो यस्तो। हजुर तपाईँहरू कहाँनिर हुनुहुन्छ अरे? त्यो रातामाटा पोस्ट लेखेको बोर्डनिर छौँ। त्यहाँनिर रातामाटा लेखेको छ तपाईँलाई, त्यहाँनिर ट्याङ्की छ होइन? हजुर ट्याङ्की क्रस भएको छ। हो त्यो ट्याङ्कीको बाटोबाटै आउनु, तपाईँको यता कसरी भएर त्यहाँ चोक आउँछ, त्यहाँनिरबाट रानीबन पोस्टबाट सिधै रानी पोस्टमा गएर कन्ट्याक्ट गराउनु ल। यता आउनु, यता यो हाम्रो बालाजु जाने बाटो यता छ नि त्यस्तै। मलाई त्यही बाटो थाहा भएन कि कता चाहिँ कुन चाहिँ बाटो। 2टा बाटो छ कि, एउटा सैनिक पोस्ट भनेर चाहिँ एउटा मेन रोडमा छ, कुन बाटो जाने हो? मेनबाटै रोडै आउनु यता, त्यहाँनिर ब्यारेक छ एउटा, ब्यारेकमा आएर कन्ट्याक्ट गराउनु। रानीबन पोस्ट तपाईँको चेक पोइन्ट छ कि त्यहाँनिर। ए तलतिर नजानु, गाडी आउने बाटोबाटै आउनु ल, तपाईँहरू गाडी आउने बाटोबाटै यता आउनु। ए सैनिक इलाकाको बाटो नै कि मेन रोडबाटै आउने हो? हजुर मेन रोडबाट बाहिर गाडी आउँछ नि यता। हजुर हजुर हो त्यहाँबाट चाहिँ आउनु। तपाईँले चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू? अहिले चाहिँ 3 जना छौँ। ए ल त्यहाँ म रानीबनबाट 2 जना मान्छे पठाउन लगाउँछु, तपाईँहरू त्यहीँनिरै बढ्नु आउँछ है त। हजुर त्यसो भए पर्दैन, हामी मेन रोडमा मतलब बाटो मात्र खोज्न सोधेको हो। के अरे मेन रोडमै आउने, हामी त्यहीँबाट घर जान्छौँ। हजुर हजुर त्यहाँबाट यो आउनु। हजुर म मेन रोडबाट घर जान्छु।
मेन रोडबाटै आउनु वर ब्यारेकजना आउनु ब्यारेकमा यस्तो यस्तो भयो सर हामीलाई भनेपछि त्यहाँनिर गरिदिनुहुन्छ ए हजुर हस् त्यहाँनिर ट्याङ्कीबाट सिधै आउनु यतै हस् हस् ब्रो फोटो खिचेको थियो कि अनि हामी त आत्ती भएन के हो कसो हो भनेर अनि होइन हामीले अनलाइनमा चाहिँ हाल्दैनौँ तर हामीले चाहिँ यस्तो गरेको भनेर चाहिँ देखाउनलाई फोटो खिचेको भनेर थियो अनि मैले पोस्ट दिएको थिएँ कि लाइक 2 गरेको थिएँ अनि त्यस्तो चाहिँ नगर्नुहोस् भनेर मलाई म त कस्तो अबडा लागेको थियो त्यो सिचुएसनमा अमै फोटो खिचेँ सबको के नाम आमामा ब्रो के प्रोसेस हो अनि हामी गएको है अनि के भन्छ भने पुलिसले अनि हजुरको त मोबाइल स्विच अफ भयो हो भनेर अनि हो त्यही भएर हामीले हजुरको लोकेसन चाहिँ पुलिसको डाटाबेसबाट थाहा पाएको भन्छ हो रहेछ है धन्यवाद मलाई के भनेर थाहा छ पुलिसले यस्तो के भइरहेको थियो मलाई कस्तो एउटा पुलिस लिएर त्योको मेबी अलिकति स्टाफ होला स्टाफ होइन अलिकति अफिसर नै होला होइन के भन्थ्यो भने हो आज जसरी हजुरले हामीलाई कल गर्नुभएको छ नि त्यसरी अझै पनि कल गर्नुहोस् हामी हजुरको सर्भिसमा हुनेछौँ कि खै त्यस्तो के भनेको थियो अनि अरू साथीलाई पनि यस्तो केही भयो भने हामीलाई कल गर्नुहोस् भन्नुहोस् भनेर कसरी मलाई कस्तो वाउ म कस्तो कुल छु जस्तो लाग्यो कस्तो